म चाहिँ हाम्रो यो घरको पुरा लोकल काँक्रा किन्न आइरहेको छु। यो चाहिँ लागेको पाएको राम्रो। यसको चाहिँ अचार खान यति दामी हुन्छ नि, लगभग 1 घन्टा भन्दा बेसी लाग्छ यति च्यात्नु पनि। मान्छेले 8-10 भारी लिँदाखेरि के हालत हुन्छ। यता मम्मीले चाहिँ मलाई सिन्कीको उस बनाइदिँदै हुनुहुन्छ। म चाहिँ अब मुखबाट पानी आइसक्यो। ल देख्न सक्नुहुन्छ तपाईँहरूले यसरी हामीले नुन खुर्सानी मोलेको। लोकल काँक्राको स्वाद छुटाउनु हो भने बास्ना प्लस हल्का गुलियो हुन्छ क्या। एभ्रिवान नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। सो आजको हाम्रो काम चाहिँ छ यहाँ सिन्की सुकाउने होइन। हामीले चाहिँ आजभन्दा 1 महिना अगाडि मैले तपाईँहरूलाई देखाएको थिएँ नि त, त्यो बाँकोको सिन्की हामीले बनाउँदैछौँ भनेर। यो चाहिँ मजाले गलेर अब यो ठ्याक्क सिन्की बनाउने हामीले 1 डब्बा राखेको थियो। सो अब हामीले चाहिँ यो सिन्की बनाउने कार्यक्रम हुँदैछ हाम्रो। यो सिन्कीसँग चाहिँ आज नुन खुर्सानी खाने कार्यक्रम पनि छ होइन। यो चाहिँ अब सुकाउने प्रोसेसमा छ। दामी छ नि त यो, मुखै रसाउँछ मेरो। सिन्की अब हाम्रो गाउँघरको त लगभग प्राय मान्छेहरूले चाहिँ यो बाँको चाहिँ हाम्रो यो जुन वर्षको पनि भदौको 1 गतेबाट चाहिँ सुरु हुन्छ के अरे सिन्कीहरू बाँकोहरू टिप्ने कार्यक्रम चाहिँ। अलि कुखुराले खानु लागेर खान्छ नि। सो एभ्रिवान, यो हेर्दा त यत्रो भएछ 1 गुन्द्री, तर यो 4 माना पनि आउँदैन जस्तो छ। सो अब यतातिरको दृश्य देखाउँदै म तपाईँहरूलाई चाहिँ अब काँक्रा टिप्न लैजान्छु है त। एकदमै लोकल काँक्राको झालमै गएर म तपाईँहरूलाई चाहिँ लोकल काँक्रा देखाउँछु है। सो अब यसबाट पनि थाहा हुन्छ कि दसैँ आउन लाग्यो भनेर, किन भन्दा यो पार्टी हो नि त। यो पार्टीहरूमा यस्तो फुल राम्रो हुन्छ। यहाँ चाहिँ हामीले फापर रोपेछौँ, तिते फापर र मिठे फापर। तिते फापर चाहिँ हल्का तितो हुन्छ भने मिठे फापर चाहिँ तितो हुँदैन। अब म तपाईँहरूलाई लैजान्छु त्यो झालमा। अझै मकैहरू चाहिँ पोलेर खाने लायकै छ हाम्रो घरतिर। यतातिर चाहिँ काँक्राले मस्त फुल हालिरहेको छ। म चाहिँ हाम्रो यो घरको पुरा लोकल काँक्रा टिप्न आइरहेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ यो झालहरू, एउटा चाहिँ मस्तको फलिरहेको रहेछ कि। यो चाहिँ नकुने औषधि। यो हामीले चाहिँ त्यो रोपेको पनि होइन कि, यो जुन पहिला फलेर कुहेको त्यो यहीँबाट भएर यहाँ झाल भइरहेको छ होइन। यहाँ बतिलाहरू चाहिँ टन्नै भइरहेको रहेछ, तर अहिलेको चाहिँ यति काँक्रा ठिक छ। तपाईँहरूले देख्न सक्नुहुन्छ है, झाल त यति सानो छ नि, तर काँक्राको बतिलाहरूमा पनि सानो सानो बतिला त्यहाँ लागिरहेको छ। यो भयो हाम्रो अचार र सलाद खानको लागि। सो अब तरकारी खोज्छु। तरकारी यहाँ चाहिँ मस्तको एउटा फर्सी फलेर चाहिँ यसलाई चाहिँ मस्त तरिकाले खानुपर्ने हुन्छ। ल जा 2वटा आइटम रेडी।
अब यो निकालियो यसको तरकारी यसको सलाद यसलाई र सिन्कीलाई चाहिँ अब नुन खुर्सानी बनाएर कुटेर खानुपर्ने हुन्छ। पहिला चाहिँ हामी खुर्सानी टिप्ने गर्छौँ। अब यो खुर्सानीको रुखमा चाहिँ अझै फल्न सुरु छ, तर म तपाईँलाई एकदम प्योर लोकल त्यो पनि डल्ले खुर्सानी टिपेर देखाउँछु है। यहाँ छ, दुईवटा हाल्यो भने त इनफ हुन्छ। यो धेरै नटिपौँ, आवश्यक भन्दा बढी चाहिँ नटिपौँ। सो दिस इज अ लोकल खुर्सानी। अनि अझ एउटा चटनी खाने आइटम पनि टिप्नु छ। यो लोकल खुर्सानी त्यो काँक्रा रोसँग खानालाई। यता छ मेरो माल, यहाँ देख्न सक्नुहुन्छ लटरम्म फलेको, यसलाई रामभेडा भन्छ। सो यो चाहिँ मैले 2-3वटा पिक गर्दैछु। यो रामभेडा चाहिँ पाके रहेछ है, पाकेको रामभेडा। यसको चाहिँ अचार खान यति दामी हुन्छ नि, हाम्रो यो सम्झना दिदीको एकदम फेभरेट हो क्या अरे। बतिलाहरू पनि हाल्दैछ अझै, धेरै नटिप्यो। यो हामीले पहिला यत्तिकै काँचै खान्थ्यौँ, यसलाई मस्त मिठो हुन्छ। तर यसको फाइदा पनि छ बेफाइदा पनि छ। चटनी खानलाई स्वादको लागि एकदम सही, तर शरीरलाई पनि केही कुरालाई फाइदा छ भने यो युरिक एसिड, घुँडा दुख्ने ढाड दुख्ने मान्छेहरूको लागि फेरि यो एकदम बैगुनी दिन्छ। दिस इज ड्राई फ्रुट। यता मम्मीले चाहिँ मलाई सिन्कीको उस बनाइदिँदै हुनुहुन्छ, म चाहिँ अब नुन खुर्सानी कुट्छु। सिन्की काटेर मम्मीले एक कचौडा भयो भने त मस्त हुन्छ हैन मम्मी? सो अब माल यता छ, सबैलाई कुट्न जाउँ। पहिला यसलाई सफा गरौँ। यसमा लसुन टिमुर छ। यो हाम्रो चाहिँ ढुङ्गाको सिलौटो, वी डोन्ट युज मिक्सर भनेर ठुलो हुन नभएको। रिसोर्टमा त्यो मिक्सर बिना कामै छैन। पहिलाको मिक्सर यो अझै पनि प्रयोग हुन्छ हाम्रो, त टक्क हकै एकदम आनन्दको होइन। सो एउटा मात्र हाल्ने कार्यक्रम गर्नु पर्यो, धेरै पिरो पनि खान सकिन्न हौ। नुन बस। एकदम दामी। ल सम्झना दिदी, शान्तु दिदी, अब दसैँमा रामभेडाको अचार, काँक्रा, क्या मिठो बास्ना आयो। म खैलिनु यसमै कुट्ने, यसमै मल होइन, यसमै मल। ल आहा, सिन्की मलाई हुँदैछ। पहिला चढाइदिउँ न त। ओ सिद्ध सिद्ध। ओ मुखबाट पानी आइसक्यो। सो फर्स्ट बाइट मम्मी चाख्नु भयो? आहा आम्मामामाम। यो खायो भने चाहिँ जुका परेको मान्छेलाई सन्चो हुन्छ। मम्मी आउनु काँक्रा खाम। नखाने सिन्की तेरिकी। ओ माइ गॉड, दामी हुने भयो। मम्मी आउनु। हतार भइसक्यो मम्मी खाना। यसमाथि सिन्की राखेर हाने कि यस्तो गरेर। सो दिस इज द्याट थिङ्स है, मैले तपाईँलाई देखाएको कुरा।
ल देख्न सक्नुहुन्छ तपाईँहरूले यसरी हामीले नुन खुर्सानी मोलेको अनि यहाँ चाहिँ काँक्रा काटेँ होइन। सो म तपाईँलाई कसरी खाने देखाउँ। ल हेरौँ है मैले मस्त कुटेँ म खाने अझै खानुहुन्छ नखाने कहाँबाट बाला चाहिँ यो हो नुन खुर्सानी होइन। नुन खुर्सानीसँग मोलेको यसलाई यहाँ राखेर लेट्स ह्याभ अ बाइट। लोकल काँक्राको स्वाद छुट्याउनु हो भने बास्ना प्लस हल्का गुलियो हुन्छ क्या। यो स्वाद पाउनलाई हामीले 1 वर्ष कुर्नुपर्छ। किन भन्दा सिन्की त वर्षमा एकचोटि मात्र हुन्छ नि त। अनि यो आफै उम्रिने काँक्रा पनि वर्षमा एकचोटि हुन्छ। अब पालो तपाईँहरूको भार्से आइसकेपछि मलाई भेट्नु भयो भने इफ यु कम टु माई रिसोर्ट, भार्से आएपछि मेरो रिसोर्ट या सुभाषलाई सोधेपछि जसले पनि चिन्छ होइन। सो तपाईँहरू आउनु भने म तपाईँहरूलाई लोकल चिज खानुहुन्छ भने यो चिजहरू चाहिँ म त्यसमा प्लस पोइन्ट गरेर दिन्छु क्या। अमिलो पिरो नुनिलो यो कम्बिनेसन चाहिँ कसम मजा आयो। पानीको सट्टा यो काँक्रा खायो भने बस। जस्तोकै होस् लोकल चिज खान छोड्न चाहिँ हुँदैन बस। मेरो पछाडि पनि छ क्या अझै काँक्राको झाले त्यो चाहिँ फुल्नै बाँकी छ, फल्नै बाँकी छ। मजा आयो त। बढ्नुभन्दा अगाडि म तपाईँलाई एउटा ब्युटिफुल सिनेमेटिक सर्ट देखाइदिन्छु ल। लेट्स गो।
थियो मेरो घर वरिपरि भएको कुराको सिनेमेटिक सट। सो अब भिडियो लामो नगरौँ हैन। सो आज मैले सर्ट भिडियो बनाएँ। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो एभ्री वान। एन्ड नयाँ हुनुहुन्छ भने च्यानलमा सब्सक्राइब गर्नु होला। सो अनि लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनुहोस्। यति भन्दै म चाहिँ मेरो भिडियोबाट टाढा हुन चाहन्छु। सो बाई एभ्रिवान, सी इन द नेक्स्ट ब्लग।